नमस्कार भाइ बहिनीहरू, आउनुहोस् आज नाम पदको कुरा गरौँ। इलाम राम्रो छ भन्ने सुनेपछि रमेश गाडीमा चढेर घुम्न गयो। यो माथिका वाक्यलाई हेरौँ एकपल्ट। यस वाक्यमा रहेको इलाम, रमेश र गाडीले क्रमशः स्थान, व्यक्ति र वस्तुलाई बुझाएका छन्। यसर्थ यिनीहरू नाम पद हुन्। यसै गरी जाति, पदार्थ, भाव आदि बुझाउने पदहरू पनि नाम नै हुन्। के, को जस्ता प्रश्नको उत्तरमा आउने पद नै नाम पद हुन् भनेर बुझ्न अझै सजिलो होला। जस्तै माथिको वाक्यबाटै हेरौँ। के प्रश्न गर्दा इलाम, गाडी र को प्रश्न गर्दा रमेश उत्तर आउँछ। त्यसैले यिनीहरू नामपद हुन्। अर्को एउटा उदाहरण हेरौँ। सानी घरमा छिन्, सानी छोरी घरमा छिन्। माथिका यी दुई वाक्यमा पहिलो सानी नाम हो भने दोस्रो वाक्यको सानी विशेषण हो। किनभने पहिलो वाक्यको सानीको प्रश्नको उत्तरमा आएको छ भने दोस्रो वाक्यको सानी छोरीको विशेषता बुझाउन आएको छ। त्यसैले कहिलेकाहीँ एउटै शब्द कहिले नाम कहिले विशेषण पनि बन्न सक्ने रहेछ भन्ने पनि हामीले बुझ्नुपर्दछ। नामपदलाई सामान्यतया व्यक्तिवाचक, जातिवाचक, समूहवाचक, द्रव्यवाचक, भाववाचक गरी 5 भागमा विभाजन गर्ने गरिन्छ। जस्तै 1. व्यक्तिवाचक नाम हरि, सविता, सगरमाथा आदि। 2. जातिवाचक नाम मानिस, फूल, बाहुन, क्षेत्री आदि। 3. समूहवाचक नाम हुल, तांती आदि। 4. द्रव्यवाचक नाम सुन, चांदी, पानी, तेल आदि। 5. भाववाचक नाम माया, दया, प्रेम, सुख आदि। हस्, धन्यवाद। आजलाई यति नै। फेरि अर्को विषयवस्तुमा भेटौँला। कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला।